सबैमा नमस्कार, शुभ बिहानी, शुभ बिहिबार भन्न चाहन्छु। आज मैले फेरि छुट्टो मिठो प्रेरणादायी कथा एउटा लिएर आएको छु। कथा रहेको छ पत्थर तोड्ने मान्छे। एक दिन एउटा मान्छे ठुलो ढुङ्गा तोड्ने काम गर्छ। उसले हतौडा लिएर सुइँयो चोट हान्छ तर ढुङ्गा फुट्दैन। दिनौदिन ऊ थाक्थ्यो तर हार मान्दैन थियो। एक दिन जब उसले 101 चोटि हिर्काउँछ तब ढुङ्गा चर्किन्छ र दुई टुक्रा हुन्छ। तब मान्छे खुसी हुन्छ र उसले सोचेर भन्न थाल्छ मनमनै के यो अन्तिम चोटको मात्र ढुङ्गा फुट्यो, चोटले मात्र ढुङ्गा फुट्यो। तब त्यो छेउमा बसेको बुढो मानिसले मुस्कुराउँदै भन्छ, छोरा छैन छोरा, त्यो अन्तिम चोटले होइन, पहिला हानेको सबै चोटहरूको परिमाणले आज ढुङ्गा फुट्यो। यसबाट हजुरले के निष्कर्ष बुझ्नुहुन्छ, सिक्नुहुन्छ मलाई भन्नुहोला र मेरो रहेको अर्जुन पोखरेल फोटो थ्योरी फेसबुक वा युट्युबमा सब्सक्राइब फलो गरिदिनु होला भन्दै म बिदा चाहन्छु। हस्त नमस्कार सबैजनालाई।